ओम सभी को प्रणाम। म योगाचार्य भूपेन्द्र। आज तपाईहरुका लागि मैले एक विशेष भिडियो लिएर आएको छु। अक्सर धेरै मानिसहरू नौली क्रिया सिक्न चाहनुहुन्छ, तर नौली क्रिया कसरी गर्ने सही विधि सिक्ने तरिका थाहा नहुँदा उनीहरू गर्न सकिरहेका हुँदैनन्। त्यसैले आज म तपाईहरुलाई कम्प्लिट बसेर पनि नौली क्रिया गर्न सकिन्छ र नौली क्रिया गरिन्छ भनेर तपाईहरुलाई देखाउने छु। यो नौली क्रिया योग शास्त्रमा 6 वटा क्रियाहरू हुन्छन् जो शरीर शुद्धिकरणका लागि षट्कर्म भनेर बुझिन्छ। षट्कर्म मध्ये धोती, बस्ती, नेति, नौली, त्राटक, कपाल भाती मध्येको नौली क्रिया हो। यो नौली क्रिया पूरा शरीरको शुद्धिकरणमा एक विशेष महत्त्वपूर्ण क्रिया हो जो पेटको शुद्धिकरणका लागि एकदमै उपयोगी र एकदमै जरुरी क्रिया मध्येको एक क्रिया हो। त्यसैले तपाईहरु हामीलाई हेरेर पनि बिस्तारै 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 यसको अभ्यास गर्दै 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 नौली क्रिया गर्न सक्नुहुन्छ। नौली क्रिया कसले गर्नु हुँदैन त्यो पनि जानकारी राखौं है। नौली क्रिया गर्नु हुँदैन जसको सर्जरी भएको छ या पेटमा अल्सर भएर कुनै पनि खालको घाउ भएको छ अनि पिरियड चलिरहेको महिलाहरूले गर्नु हुँदैन। त्यस्तै यदि आन्द्रामा धेरै कमजोरीहरू छ, पेटको भित्री भागमा कमजोरीपन धेरै छ जसले गर्दा चाहिँ समस्या हुने गर्छ भने उनीहरू पनि सावधानी राख्नु होला, नगर्नु होला। बाँकी सबै म सँगसँगै बिस्तारै 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 अभ्यास गर्दै गर्दै जानुभयो भने नौली क्रिया गर्न सक्नुहुन्छ, जसरी म तपाईलाई देखाउँछु। अब अहिले मैले टी-शर्ट माथि गरेर मात्रै देखाएँ। यसरी घुमाउने क्रियालाई नौली क्रिया भनिन्छ। अब यो गर्ने कसरी त? सबभन्दा पहिला यो अभ्यास गर्नका लागि हामीले कपालभाति प्राणायामको अभ्यास राम्रोसँग गरे हुनुपर्छ। कपालभाति प्राणायाम बार 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 अभ्यास गर्दाखेरि यो पेटको फ्याट एकदम घटेर यो फ्लेक्सिबिलिटी एकदम नरम हुन्छ, सफ्ट हुन्छ। स्वस्थ व्यक्तिको निशानी छ नि, पैर गरम, पेट नरम, शरीर ठण्डा। त्यस्तै त्यसै भित्र पर्ने गर्छ यो पेट नरम। यो हो कपालभाति। झट्का दिने पेट भित्र, श्वास बाहिर, झट्का दिने पेट भित्र, श्वास बाहिर। यसको अभ्यास कम से कम 15-20 मिनटदेखि आधा घण्टा अभ्यास गर्नु, कम से कम 1 महिनासम्म। यो अभ्यास गरिसकेपछि हामी अर्को क्रिया गर्नेछौं, अग्निसारी क्रिया। श्वास बाहिर छोड्यो, पेट यसरी भित्र खिच्ने हेर्नु। यसरी पेट भित्र बाहिर भित्र बाहिर भित्र बाहिर चलाउने। यसले पनि पेटको फ्याट घटाएर सफ्टनेस यानी कि नरमता, तरलता ल्याउने गर्दछ। त्यसभन्दा पछि त्यति गरिसकेपछि अब बिस्तारै हातलाई घुट्नामा राख्ने, श्वास। यो पनि क्रिया 10-10 मिनेट गर्नुपर्छ, एकैचोटि हुँदैन है। तपाईहरु अहिले गरे अहिले यौं भएन भनेर भन्न पाइँदैन। यी मैले भनेका क्रियाको अभ्यास कम से कम 15-20 दिनदेखि 1 महिनासम्म कन्टिन्यू गर्नु, जसले पेट एकदमै नरम होस्। अब श्वास बाहिर छोड्ने। अब नौली यसरी बीचमा ल्याउने, बीचमा खिच्ने र बीचमा खिचिसकेपछि एकचोटि दायाँ, एकचोटि बायाँ, एकचोटि दायाँ, एकचोटि बायाँ। अब दायाँ लिँदाखेरि दायाँ हात प्रेसर दिने, बायाँ हात छोड दिने, अनि बायाँ लिँदाखेरि बायाँ हात प्रेसर दिने, दायाँ हात छोड दिने। यसलाई भनिन्छ वामन नौली और दक्षिण नौली। वाम और दक्षिण, वाम दक्षिण, वाम दक्षिण, यसलाई भनिन्छ। त्यसैले यति गरिसकेपछि यो अभ्यास अनिवार्य गर्ने। यसभन्दा पछि अब बिस्तारै एकचोटि पहिले निकाल्यो, दायाँ
फेरि भित्र छोड्यो दुवै हात, रिल्याक्स भित्र खिच्ने, फेरि बायाँ, फेरि दुवै हात दबाउने बाहिर, यस्तो गर्नुभयो भने गोल गोल घुम्ने गर्छ। जस्तो कि बुझ्नुभयो, एकचोटि यसरीकन हात दबाएर पेट खिच्नु, बाहिर नौली बनाउनु, बिचको भाग यसरी निकाल्नु, त्यसभन्दा पछि एक हात प्रेसर दिने, एक हातले छोडिदिने। त्यो गर्दाखेरि एक साइड जान्छ हैन। जस्तो हेर्नु, अहिले निकाल्यौँ हामीले, छोड्यौँ, यो एक साइड छोड्यौँ। अब फेरि हामी अर्को साइडतिर श्वास बाहिर छोडेर गर्ने है। यसरी दुई चार 4-5 मिनट अभ्यास अनिवार्य गर्नु। अब यति गरिसकेपछि तपाईँको पेटमा केही बस्ला र सर्वरोगम मलाशय भनेर भनिन्छ क्या। सबै रोगको कारण यो मल आशय जहाँ जम्मा हुने गर्छ त्यो ठाउँ, त्यो भनेको पेट हो। सबै रोगको कारण पेट हो। पेट यस कारणले रोग हो कि रोगको घर हो, ताकि हामीले यहाँ राम्रो पनि खान्छौँ, नराम्रो पनि खान्छौँ। खाएको सबै चिज यही स्टोर हुन्छ। स्टोर भइसकेपछि त्यहाँ गन्दगी पैदा हुन्छ, कचरा पैदा हुन्छ, टक्सिन भन्छ जसलाई चाहिँ। त्यसभन्दा पछि इन्फ्लामेसन हुन्छ, ग्यास बन्छ, दुनियाँभरका बिमारी सुरु हुने गर्दछन्। त्यसैले प्रत्येक दिन कपालभाती, अग्निसार र नौली क्रिया जस्ता क्रियाको पनि अभ्यास अनिवार्य गर्नु। हाम्रो यस च्यानललाई तपाईँले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छ भने, छैन भने सब्सक्राइब गर्नुहोला। यस्तै खालका इन्फर्मेटिभ भिडियोहरू लिएर पुनः पनि आउनेछौँ। सबैको जय होस्। आजको लागि हामी